एकैछिन यो भिडियो हेरौँ है त। एहे अमिषा पराजुली नानी अलिकति बोल्न लाज हुँदैन? तिम्रा जिब्रा कतिवटा छन्? हाउ मेनी टङ यु ह्याभ? आई थिङ्क यु ह्याभ सो मेनी टङ एन्ड सो मेनी क्यारेक्टर यु ह्याभ। जिब्रा र बानी चाहिँ कतिवटा छन् देखाउने? लाज हुन्न बोल्नलाई? तिमी आज त्यो न्युज च्यानलको त्यो भित्र पसेर म चाहिँ फ्युचरमा आफूलाई रन्जु दर्शन जस्तो देख्न चाहन्छु, रन्जु दर्शनको ठाउँमा राख्छु भनेर भन्दैछौ। सिरियसली नानी नरिसाउला, नरिसाला बहिनी। रन्जु दर्शनको खुट्टामा पनि बाँध्न सुहाउँदैन, बुझ्या हो नि? गलत गरेको छ, त्यो जसले लेखो बलात्कार गर्छु भनेर त्यो गलत हो, त्यसलाई कारबाही हुन्छ। तर म सिधा कुरा गर्छु, एमालेको नम्बर 1 झोलेमा पर्छस् त। सुनेको हो नि केटी? एमालेको नम्बर 1 झोलेमा पर्छस् त। म सिधा कुरा गर्छु। बुई बोल्नलाई लाज हुँदैन? रन्जु दर्शनले बोलेको छ कहिल्यै केपी बा आदेश दिनुहोस् देश जलाउनलाई तयार छौँ। सिरियसली तैँले बोलेकी छेस् यो कुरा? तँलाई थाहा छ देश जलाउनलाई तयार छौँ भनेर बोल्नु के हो? देश नि जहाँ त जन्मेकी छेस्, जहाँ त हुर्केकी छेस्, तेरा बाउले एकीकरण गरेको देश होइन नि त। तेरा बाउ केपी ओलीले एकीकरण गरेको देश होइन, तेरा पार्टीले एकीकरण गरेको देश होइन। सिधा कुरा गर्छु त, एमालेकी झोले होस् अहिले, पृथ्वीनारायण शाहले एकीकरण गरेको देश हो। हाम्रा पुर्खाहरूले आमाहरूले खाइ नखाइ डडेलामा नानी बोकेर पिठुमा नानी बोकेर खुकुरीका भरमा एकीकरण गरेको देश हो यो। बुझेको हो कि होइन? त बोल्ने चाहिँ कोस? ऊ त हेलारी हो यति धेरै बोलेर बसेको अहिले लबस्तरी। यत्रो धेरै चम्केको किन? चुर्ना त चाकोमा पर्ने हो, तेरो त मुखमा चुर्ना परिरहेछ त। लाज हुँदैन बोल्नलाई? तँलाई बलात्कार गरेर लेख्छु भन्दाखेरि प्रहरीकोमा पुगेको छस्, त सुन्छस्? तेरै एमालेको झोले, तेरो पार्टी हो अहिले एमाले, तेरो एमालेको झोलेले मलाई तँलाई मैले बम्बईको कोठीमा देखे जस्तो लाग्यो, 500 रुपियाँ गोटामा बिक्ने भनेर लेखिरहेछ। जब कि देखे जस्तो लाग्यो, देखे जस्तो भन्नुहोस् त, ऊ पुगेको हो नि त। ऊ त झुकिएको छ मै हो कि होइन भनेर। ऊ झुकिएको छ, ऊ पुगिरहेछ। तेरा एमालेका समर्थन गर्नेहरू मलाई यस्तो लेखेर बस्छन्, त भुक्छस् अहिले? तँलाई बोल्न लाज हुँदैन? अनि रन्जु दर्शनले कहिले बोलेको छ? तैँले बोलेकी छेस् नि, केपी बा आदेश दिनुहोस् हामी देश जलाउन तयार छौँ भनेर। तँ यो के बोल्दैछेस्? यो बोलीले तँ जेल जान्छस् नि भोलि। तँलाई थाहा छ कि छैन? तँलाई थाहा छ कि छैन? तिमीहरू दुईजना सँगै ओर्तिर पर्तिर बस्छ, त तँलाई जसले लेखेको छ त्यो पल्ला कोठामा, तेरो ओल्ला कोठामा बसाइ हुन्छ। बोलेको कति हो? 3-4 महिना अगाडि मेरो बाउ खाडीमा भ्रष्टाचारी गाडीमा भनेर बोलेर बस्ने, अनि तिनै एमालेका झोलेहरूसँग त कम्प्लेन गर्नलाई पुगिरहेछस्। तेरै एमालेका झोलेहरूले बलात्कार पीडित भएर बसेका दिदीबहिनीहरूलाई कुर्दै हिँडिरहेछन् बाटामा। ठुक्क त्यहाँनिर एकजना एमालेकी दिदी छिन्, एकजना चुत्तेनी दिदी कुन चाहिँले थाप्दै जान्छस् अनि भेट्छस् त भनेर बोलिरहेछन्। तँलाई थाहा छ यो बोलेको के हो? यो शब्द भनेको कस्तो हो? थाहा छ तँलाई यो भनेको? तँ सक्छस् ती बाटोमा बसेकाले न्याय दिइहाल्ला जा। ती जति छन् नि त्यहाँनिर पीडित, तेरा दिदीबहिनीले कुर्दै हिँडिरहेछन्। त्यो एमालेकी नेत्री हो है सविता बस्नेत भन्ने, त्यसले भूत ल्याएकी छ पछाडिबाट कि जो साँच्चैका पीडित छन् त्यसले भूत ल्याएकी छ। तँसँग जो हिँड्दैछन् नि तिनीहरूले भूत ल्याउँदै कुर्दै हिँडिरहेछन्। तेरा एमालेका पार्टीबाट बलात्कार भइरहेछन् ती सबैजना। तिनीहरूलाई न्याय दिएर जा एकचोटि हेरौँ कतिको दम रहेछ तँसँग। नभए त नाइ ढोङ्गी होस् त। पुरा भन्छु म त, चर्चामा आउनलाई मात्रै हो, अरू केही पनि होइन। मैले भन्दैको छु त्यो पल्लो कोठामा बस्दा तैँले देश जलाउँछु भनेर बोलेकी छेस्। आदेश दिनु केपी बा देश जलाउँछु। सिरियसली कति वर्ष कि भइसक्यो कान्छी? बोल्न लाज हुँदैन? देश जलाउँछु अरे तेरा बाउ केपी ओलीको देश हो त्यो? केपी ओलीसँग धनी पूर्जा छ? झोले नि नम्बर 1 भएर गुखाने यति धेरै भ्याएको 4 महिना अगाडि मेरो बाउ खाडीमा भ्रष्टाचारी गाडीमा, अहिले आएर यो बोल्दैछस् त? तैँले कसरी बोल्दैछस्, के गर्दैछ त्यसलाई थाहा छ? ऊ त हेलारी, तँ कसरी गृहमन्त्रीको राजीनामा माग्ने? किन? भ्रष्टाचारीलाई तेरा बाउले 76 जना तेरै उमेरको भाइ बहिनी मागेर जेलमा पुगेको हो। तँलाई थाहा छ कि छैन यो कुरा? तँ कहाँ थिस् त्यति बेर? तैँले 2 शब्द लेखेकी छेस् फेसबुकमा? ती भाइ बहिनीहरू मारिँदाखेरि तैँले 2 शब्द लेखेकी छेस्? अनि तँ बोल्छस् अहिले रन्जु दर्शनको? यहाँ हेर, यो खुट्टामा पनि बान्न सक्दैनस् त रन्जु दर्शनको। रन्जु दर्शनले देश जलाउँछु भन्नेमा पर्दिनन्, देश बनाउनेमा पर्छिन्। भ्रष्टाचारको विरुद्धमा गइरहेछिन्। तेरा बाउले चाहिँ भ्रष्टाचार गरेर जेलमा लगेको हो नि, फेरि जानिराख्ने। राम राम राम, के साह्रो गुजु 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 गरेर बोलेको हो? ती पहिला ती तेरा नेत्रीहरूले जेलमा खोज् ल। त्यो दिदीबहिनीहरूले जो बलात्कारबाट पीडित भएर खेलाउनका रूपमा तेरा पार्टीका मान्छेहरूले गरेर तेरा दिदीबहिनीहरू ती तँसँग हिँडेका झोलेनीहरूले कुर्दै हिँडिरहेछन्। तँ नम्बर 1 झोले होस्, सिधा बोल्छु म। सक्सेस न्याय दिएर देखा जा ती दिदीबहिनीहरूलाई, त्यो जुन बाटामा बसिरहेछन्। तिमीलाई लाज हुँदैन तिमीहरू एमालेहरू बाटोमा बसेको मान्छेलाई कुर्दै हिँड्नलाई? अन्त भुक्दैछस् अहिले त्यहाँ गएर फेरिमा बेइज्जती। त्यो पल्लो कोठामा बस्छ, त पल्लो कोठामा बस। बुझेको हो नि? सुदन गुरुङले तँलाई न्याय दिने हो सिधै।
त्यसलाई जेल कोच्छ, तैँले देश डढाउँछु भनेको छस् नि, तँ पनि जेलमा जान्छस्। देश डढाउने होइन नानी, बाँच्न मन छैन आफूले डढाएर मर, तर देशको कुरो नगर्ने। तेरो बाउको देश होइन, तिम्रो एमालेको देश होइन नि, बुझ्या हो के बेइज्जती लबस्तरी। यो गीता बहिनीले अमिषा पराजुलीको बारेमा जे कुरा बोलेको छ नि होइन, एक हिसाबले ठिकै पनि हो क्या गाइस होइन। मैले किन त्यसो भन्दैछु भने अमिषा पराजुली बहिनीको यो राजनीति गर्ने उमेर नै भएको छैन क्या होइन। यो उमेर भनेको पढ्ने लेख्ने उमेर हो, मजाले राम्ररी पढ्नु लेख्नु नि होइन। नेताका पछाडि लागेर झोलेगिरी गर्ने उमेर नै भएको छैन क्या होइन। बलात्कार गर्नुपर्छ भनेर लेख्ने मान्छेलाई चाहिँ प्रोत्साहन गर्न सकिँदैन, त्यस्ता मान्छेहरूलाई कारवाही हुनुपर्छ होइन। तर यो बहिनीले रोडमा गएर जे कुरा बोलेको छ नि होइन, त्यो पनि देशद्रोही कुरा नै हो क्या। आदेश देऊ केपी बा, देश जलाउन तयार छौँ भनेर भनेको छ क्या। राम्रो काम गर न, तिमीलाई वाइ वाइ यसै गर्छ क्या होइन। यो आन्दोलन गर्ने उमेर नै तिम्रो भएको छैन, राजनीति गर्ने उमेर नै भएको छैन। नेतागिरी गरेर झोलेगिरी गरेर के पाउँछौ भने क्या। यो अमिषा बहिनीले चाहिँ एउटा इन्टरभ्यूमा के भनेको छ भने रन्जु दर्शना जस्तो बन्न चाहन्छु भनेर भनेको छ होइन। रन्जु दर्शना बन्नको लागि त्यही प्रकारको राजनीति गर्नु पऱ्यो क्या बहिनी होइन। गर्ने बेलामा मन परि जे पाए त्यही गर्ने, एमालेको खुङ्खार झोले बनेर चाहिँ देश जलाउनतिर लाग्ने, अनि भन्ने बेलामा चाहिँ म रन्जु दर्शना जस्तो बन्छु भनेर हुन्छ भने क्या। मलाई चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने यो गीता बहिनीको कुरा मन पर्यो। तपाईँहरूलाई चाहिँ के लागेको छ कमेन्ट गर्नुहोस् है त। बिचरा हाम्रो सुदन गुरुङ भाइ सोफामा सुतेको रहेछ। भाइको फोटो बाहिर आइरहेछ, सोफामा सुतेको भनेर। अब तिम्रो चाहिँ यहाँ रुने होइन नि, फेरि सोफामा सुतेको हो नि, कतै काहीँ शारीरिक सम्बन्ध राख्दै गरेको फोटो भिडियो बाहिर आयो होइन नि, गलेर सुतेको भाइ हाम्रो गृहमन्त्रीज्यू डेफिनेटली गलिन्छ नि। कति खटेर काम गरिरहेको छ भाइले अहिले। राम राम राम। एयरपोर्टमा राति गएको हिजो बेलुका एयरपोर्टमा हो नि, दिमाग खान्छन्, सुनाउँछन् गुनासो। गृहमन्त्री हो, चारतिर हेर्नुपर्छ। कान्छो मैले त भनेको हो नि, पद त रोजियो भाइ, गाह्रो छ, गाली पनि धेर खाइन्छ। सजिलो त यो पद त बिल्कुलै होइन, तर सक्नुहुन्छ भनेर चाहिँ भनेको। कान्छालाई गाह्रो भयो नि, हुन त के गाह्रो हुनु हुँदैन भाइ, हुँदैन। हामी छौँ तपाईँको साथमा, हामीले देखेको छ भाइले हिजो कसरी खटिएर काम गरेको छ भनेर। चार त्यो मैले एउटा त्यो भाइको त्यो भिडियो हालेको छु नि, त्यहाँ हेर्नुभयो रहेछ। त्यहाँ सुदन गुरुङ भाइले त्यो बच्चालाई यसरी बोकेर होल्ड गरेर त्यो बच्चालाई यति मजाले हेरिरहेको छ नि सुदन गुरुङ भाइले। मलाई त्यो बच्चालाई हेरेको देख्दा त कस्तो गाँठो परेको के मेरो मुटु त। आफ्नै त्यो लाइक हुन्छ नि न्यू बोर्न बेबी, भर्खर बच्चा जन्मेर चाहिँ त्यो भित्र त्यो रुमबाट ल्याएर त्यो प्यारेन्ट्सले दिन्छ नि, त्यो बाबाले त्यो आफ्नो बुवाले त्यो आफ्नो बच्चा होल्ड गरे जस्तो गरेर यति मजाले हेरेको छ नि सुदन गुरुङले। आमै नि भाइ गलिन्छ नि हो।